ल ठिक छ लेट्स गो। तिमी नै साँच्ची भन न मलाई राम्रो लाग्यो क्या त्यो। म पछि 2-3 चोटि भन्न लगाउँदैन तर आज फर्स्ट टाइम कसैले भनेको छ एकदम राम्रो लाग्यो मलाई। हेरौँ सुन है गाइस सबैजना राम्रोसँग। सुन सबैजना राम्रोसँग ल। यदि यो दुनियाँ एउटा पछ्यौरा हो भने तिमी र म परको 2 फेरमा बाँधिएका छौँ। समयले गुलेली चलाउँदा हामी टाढिएका हौँ। तिमी घर काँधमा बोकेर हिँडेको मान्छे, मलाई साथमा बोकेर हिँड्न सजिलो छैन बुझ्छु म। त्यसैले आऊ न साटौँ काँध बरु या फेरि साटौँ कामहरू। रङ्ग्याइदेऊ मलाई रातोली अनि साटौँ नामहरू। सानो घर एउटै खाट मिलेर खोलौँला प्रेमका खामहरू। तिमी रिसाऊ म फकाउँछु तर झगडामा लगाम पूर्ण विरामहरू। त्यो साँगुरो गल्लीको कुनामा पाउने पानीपुरीलाई जीवन बनाइदेऊ न। मिल्दैन भने याद र पर्खाइले पनि जीवन सजाइदिउँला। एउटा कुरा भन्छु मान्छौ, जसरी हुन्छ यति लामो दूरी कटाइदेऊ न। यो शून्यतालाई पोको पारी धुरी कटाइदेऊ न। त्यसो त कुरा भइ नै रहन्छ हाम्रो तर मिल्छ भने तिम्रो बेइज्जती अलिकति तिमी पठाइदेऊ न। थाहा छ आजकल डर लाग्छ कतै तिम्रो हातमा मेरो हात अटाएन भने, कतै तिमीलाई मेरो यादले सताएन भने, तिमीले पठाएको परेवा अन्तै उडिहाल्यो भने, त्यो पछ्यौरीको फेर गरी चुडिहाल्यो भने, यो डरले पुरिँदा पनि बचाएको चाहिँ छु है, जोगाएको छु है। भन अलिकति आस बाँकी राखु कि नै, तिमी फर्किन्जेल सास बाँकी राखु कि नै।